Hello everyone. Today we are going to solve हाम्रो चाहिँ 10 कलम वर्कशीट यो चाहिँ हाम्रो 12th क्लासको एकाउन्टिङमा रहेको हुन्छ। हामी 11 मा पढेको ट्रायल ब्यालेन्स जस्तै हो, तर हाम्रो 12th क्लासमा चाहिँ हाम्रो 12th क्लासमा चाहिँ अब यो दुईटा कलम चाहिँ हाम्रो चाहिँ एड हुन्छ, जुन चाहिँ हुन्छ हाम्रो इन्कम स्टेटमेन्ट, अर्को चाहिँ हुन्छ हाम्रो ब्यालेन्स सिट। हाम्रो इन्कम स्टेटमेन्टमा चाहिँ के जान्छ भने हाम्रो ट्रेडिङ एकाउन्ट र हाम्रो ट्रेडिङ एकाउन्ट प्लस प्रॉफिट एन्ड लस एकाउन्ट आउँछ है। लस एकाउन्ट आउँछ भने ब्यालेन्स सिटमा चाहिँ हाम्रो डेबिट साइडमा हुन्छ एसेट्स एन्ड हाम्रो क्रेडिट साइडमा हुन्छ लायबिलिटिज। ल ओके, हामी चाहिँ अब यो क्वेसनतर्फ चाहिँ हाम्रो सल्भ गर्न जाम। ल ओके हुन्छ, हाम्रो अब हामी क्वेसनतर्फ लागौँ। हाम्रो क्वेसन चाहिँ रहेको छ हाम्रो ओल्ड इज गोल्डबाट। ओल्ड इज गोल्डको 2079 सेट बी क्वेसन नम्बर 14 रहेको छ। जस अन्तर्गत चाहिँ हाम्रो पहिलो पार्टिकुलर्स चाहिँ रहेको छ मसिनरी छ हाम्रो 1,10,000 छ। हाम्रो क्यासमा छ 40,000, पर्चेस छ 1,10,000, फेरि डेप्टर्स छ हाम्रो 50,000, त्यसपछि रहेको छ इन्सुरेन्स रहेको छ हाम्रो 20,000, वेजेस रहेको छ 30,000 र यिनीहरू सबै चाहिँ हाम्रो डेबिट साइडमा रहेका थिए भने अब सेल्स चाहिँ हाम्रो हुनेछ 2 लाख चाहिँ क्रेडिटमा, हाम्रो 10% लोन हुनेछ 1,10,000 क्रेडिटमा एन्ड सेयर क्यापिटल हुनेछ 50,000। अब भने हामी एडिसनलतर्फ जाम। एडिसनलमा दिएको छ प्रिपेड इन्सुरेन्स, हाम्रो चाहिँ बुकबाट चाहिँ एडिसनलमा दिएको छ प्रिपेड इन्सुरेन्समा चाहिँ हाम्रो कति छ भने 5,000 छ। भने प्रिपेड इन्सुरेन्स कहाँ जान्छ त नि? हाम्रो प्रिपेड भनेको पहिल्यै तिरिसकेको रकम भन्ने बुझिन्छ प्रिपेडलाई। प्रिपेड भनेको हाम्रो प्रिपेड इन्सुरेन्समा छ भने प्रिपेड जहिले पनि हामीले के गरिन्छ, डिडक्ट गरिन्छ भने माइनस गरिन्छ। भनेपछि प्रिपेड इन्सुरेन्स भनेको इन्सुरेन्सकै शीर्षकमा लगेर चाहिँ यसलाई हामीले डिडक्ट गर्नुपर्ने हुन्छ। हाम्रो डिडक्ट गर्नको लागि यहाँ डेबिट साइडमा छ भने यता चाहिँ हामीले क्रेडिट साइडमा भर्नुपर्ने हुन्छ। ओके, हाम्रो प्रिपेड इन्सुरेन्स कति छ? 5,000 छ। त्यसैले हाम्रो इन्सुरेन्समा जाने, इन्सुरेन्समा गइसकेपछि 20,000 छ हाम्रो चाहिँ इन्सुरेन्स। सो यसलाई डिडक्ट गर्न चाहिँ हाम्रो डेबिटमा छ भने हामीले केमा लानु पर्यो? क्रेडिट साइडमा। हाम्रो कति छ? 5,000 छ। 5,000 क्रेडिट भएको छ भने एडजस्टमेन्ट्समा चाहिँ हाम्रो चाहिँ एडिसनलको मात्रै एड हुन्छ भने एड एन्ड लेस हुन्छ भने हाम्रो एडजस्टमेन्ट्समा चाहिँ यो दुइटैको गरेर चाहिँ एडजस्टेड ट्रायल ब्यालेन्समा चाहिँ हामीले हाल्नुपर्ने हुन्छ। भनेपछि प्रिपेड इन्सुरेन्स 5,000 यहाँ डिडक्ट भएछ भने यता क्रेडिट छ भने एडजस्टमेन्ट्सको यहाँ के हुन्छ? डेबिटमा हुन्छ। ल ओके, हाम्रो प्रिपेड इन्सुरेन्सको शीर्षक सकिएको सँगै हाम्रो आउटस्ट्यान्डिङ वेजेस भनेको चाहिँ हामीले एड गर्नुपर्ने हुन्छ। एड गर्नको लागि हामीले डेबिट साइड लिनुपर्ने हुन्छ। माइनस गर्नको लागि अपोजिट साइड लिनुपर्ने हुन्छ भने एड गर्नको लागि सेम साइड चाहिँ लिनुपर्ने हुन्छ। ओके, आउटस्ट्यान्डिङ वेजेस भनेको हाम्रो कति छ भन्दाखेरि 2,000 छ। 2,000 भनेपछि आउटस्ट्यान्डिङ वेजेस हामी वेजेसकै शीर्षकमा जानुपर्ने हुन्छ भने हाम्रो डेबिटमा 30,000 छ भने एड चाहिँ हामीले कति गर्छौँ? 2,000 गर्छौँ। ओके, यहाँ डेबिटमा छ भनेपछि एडजस्टमेन्टको कलममा 2,000, क्रेडिटमा छ भने हामीले 2,000 डेबिटमा छ भने हामीले क्रेडिटमा लानुपर्ने हुन्छ। ओके, हामीले 2,000 चाहिँ हामीले चाहिँ क्रेडिट साइडमा ल्याइसकेको छौँ भने अब यिनीहरू सबैलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने अब एडजस्टेड ट्रायल ब्यालेन्समा लानुपर्ने हुन्छ। अब सबैलाई मिलाम है त। यो हाम्रो चाहिँ एडिसनल नभएकोहरू चाहिँ सरसर्ती लेख्दा हुन्छ 1,10,000, क्रेडिटमा केही पनि छैन। सेकेन्डमा छ क्यास 40,000 छ, यो क्रेडिटमा केही पनि छैन। फेरि त्यसपछि पर्चेस छ 1,10,000, त्योमा क्रेडिटमा केही पनि छैन। 50,000 छ डेप्टर्स, हाम्रो चाहिँ यो केही पनि छैन।
अब इन्सुरेन्समा के छ भने इन्सुरेन्समा डेबिटमा अनएडजस्टेडमा इन्सुरेन्समा चाहिँ कति छ 20,000 छ भने हामीले 50,000 के गरेको डिडक्ट गरेको डिफ्रेन्ट साइडमा छ त्यसैले यसलाई डिडक्ट गरेको र हामीले एडजस्टेड ट्रायल ब्यालेन्समा हाल्ने बेला चाहिँ जुनमा चाहिँ रकम धेरै छ तीमा चाहिँ हामीले डिडक्ट गरेको रकम चाहिँ राख्नुपर्ने हुन्छ 20,000मा 5,000 घटाइसकेपछि हामीसँग बाँकी हुन्छ 15,000 20,000मा 20,000 र 5,000मा 20,000 ठुलो भएको हुनाले हामीले चाहिँ 15,000 चाहिँ 20,000 को ठाउँमा राख्छौँ अनि त्यसपछि छ वेजेस हाम्रो चाहिँ आउटस्ट्यान्डिङ वेजेस एडिसनलमा दिएको हुनाले 30,000मा 2,000 जोड्दा हाम्रो कति हुन्छ 32,000 हुन्छ सो हामीले चाहिँ 32,000 यहाँ लेख्छौँ एन्ड अब चाहिँ अरू चाहिँ हाम्रो क्रेडिट साइडमा छ सरसरी लेख्दा हुन्छ ल कि अब हाम्रो चाहिँ एडजस्टेडको पाला आएको छ हाम्रो एडजस्टमेन्ट्समा के छ भन्दा जुन छ जहाँ छ त्यहीँ राख्दा चाहिँ हुन्छ है यो चाहिँ यहीँ राख्नुपर्ने हुन्छ जुन जहाँ छ त्यहीँ अब चाहिँ हाम्रो यतिसम्म चाहिँ हामीले 11 कक्षामै सिकिसकेका हुन्छौँ भने अब यो दुईटा चाहिँ हामीले 12 कक्षामा आएपछि सिक्नुपर्ने हुन्छ अब हाम्रो इन्कम स्टेटमेन्ट र यो ब्यालेन्स सिट गर्नको लागि हामीले चाहिँ पहिल्यै त्यो फाइनल एकाउन्ट पढिसकेको हुनुपर्छ जसमा चाहिँ ट्रेडिङ एकाउन्ट पर्छ जुनमा चाहिँ प्रफिट एन्ड लस एकाउन्ट पर्छ प्रफिट एन्ड लस अप्रोप्रिएसन एकाउन्ट पर्छ अनि ब्यालेन्स सिट पर्छ त्यसको लागि हामीले फाइनल एकाउन्ट पढिसकेको हुनुपर्छ हाम्रो 12 कलममा अझै एउटा कलम यहाँ चाहिँ एड हुन्छ जसमा चाहिँ हाम्रो हुनेछ रिटेन अर्निङ्स भनेको चाहिँ हाम्रो प्रफिट एन्ड लस अप्रोप्रिएसन एकाउन्ट नै हुन्छ है ल त्यसैले पहिला सुरु हामी 10 कलम वर्कसिट नै सिक्नेछौँ ल ओके हाम्रो अब यहाँ केही छैन अब बस हामीलाई के थाहा हुनुपर्छ भने हामीले चाहिँ कुन कहाँ जान्छ भनेर चाहिँ हामीलाई थाहा हुनुपर्छ है मसिनरी भनेको हाम्रो के हो सम्पत्ति हो त्यो चाहिँ हाम्रो केमा जान्छ एसेट्समा जान्छ भने 1,10,000 हाम्रो कहाँ गयो एसेट्समा गयो ब्यालेन्स सिटको डेबिटमा गयो है डेबिट भनेको एसेट्स हुन्छ क्रेडिट भनेको लायबिलिटिज हुन्छ ल अनि त्यसपछि हुन्छ हाम्रो क्यास पनि हाम्रो के भयो सम्पत्ति भयो त्यसैले हाम्रो चाहिँ क्यास 40,000 चाहिँ ब्यालेन्स सिटमा गयो है अनि त्यसपछि छ हाम्रो पर्चेज भनेको हाम्रो ट्रेडिङमा जान्छ ट्रेडिङमा गएको हुनाले यो डेबिटमा छ डेबिटको डेबिटमै हुन्छ 1,10,000 अनि हुन्छ त्यसपछि डेप्टर्स भनेको हाम्रो चाहिँ ब्यालेन्स सिटमा पर्छ त्यसैले ब्यालेन्स सिटमा जाम ओके डेबिटमा छ भने डेबिट साइडमै लेख्ने सजिलो छ डेबिटमा छ भने डेबिटमा लेख्ने क्रेडिटमा छ भने क्रेडिटमै लेख्ने है ल ओके हुन्छ त्यसपछि हामी अर्कोमा जाम हाम्रो के छ इन्सुरेन्स भनेको हाम्रो केमा पर्छ प्रफिट एन्ड लस एकाउन्टमा पर्छ त्यसैले यो डेबिटमा छ प्रफिट एन्ड लस एकाउन्ट भनेको कुन हो यही इन्कम स्टेटमेन्ट हो त्यहाँ जहाँ चाहिँ हामीले त्यो 15,000लाई यहीँ राखिदिन्छौँ ल ओके हुन्छ अब हाम्रो वेजेस हाम्रो कहाँ पर्यो भन्दाखेरि ट्रेडिङ एकाउन्टमा पर्यो त्यसैले यो इन्कम स्टेटमेन्टमा पर्छ हाम्रो चाहिँ कति छ यो 32,000 चाहिँ छ ल अब हाम्रो सेल्स केमा पर्यो हाम्रो सेल्स इन्कम स्टेटमेन्टमै पर्यो जुन चाहिँ क्रेडिटमा हुन्छ ओके हाम्रो 10% लोन अब लोन भन्ने बित्तिकै हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि लोन चाहिँ हाम्रो केमा पर्छ ब्यालेन्स सिटमा पर्छ जुन चाहिँ क्रेडिटमा छ हामी लगेर क्रेडिटमै राख्छौँ ओके हाम्रो सेयर क्यापिटल छ सेयर क्यापिटल पनि हाम्रो ब्यालेन्स सिटमा पर्छ जुन चाहिँ क्रेडिट साइडमा छ अब चाहिँ हाम्रो एडजस्टमेन्ट्सको पालो आएको छ हाम्रो एडजस्टमेन्टमा चाहिँ के छ प्रिपेड भन्छ भने हामीले चाहिँ केमा हाल्नुपर्छ यसलाई हाम्रो चाहिँ ब्यालेन्स सिटमा हाल्नुपर्ने हुन्छ केमा छ हाम्रो यो डेबिट साइडमा भएको हुनाले हामीले यसलाई चाहिँ डेबिट साइडमै राख्छौँ 5,000 ल ओके हाम्रो आउटस्ट्यान्डिङ पनि हाम्रो केमा पर्छ हाम्रो ब्यालेन्स सिटमा पर्छ त्यसैले हामीलाई 2,000 केमा छ क्रेडिटमा छ भने हामीले यसलाई क्रेडिटमै राखौँ ल ओके अब हुन्छ यहाँ अब हाम्रो टोटल चाहिँ कति गर्नुपर्छ भन्दा फेरि यो पहिला सुरु हामीले सबैको टोटल मिलाउनु पर्ने हुन्छ ओके हामी पहिला टोटल मिलाम 2 लाख 3 लाख 50,000 60,000 3,60,000 छ तपाईहरुले एकचोटि राम्रोसँग गर्नु होला 1 लाख 2 लाख ल ओके हाम्रो यता 3,60,000 छ भने हाम्रो यता पनि कति हुन्छ
3,60,000 तपाईँले क्याल्कुलेसन गर्न सक्नुहुन्छ। 5,00,000 भन्ना सरी 5,000 2,000 कति भयो 7,000। ओके यता 7,000 छ भने यता पनि 7,000 हुनुपर्छ, तपाईँले क्याल्कुलेसन गर्न सक्नुहुन्छ। ल अब हाम्रो चाहिँ यता हामी एडजस्टेड ट्रायल ब्यालेन्समा आइसक्यौँ। 2,00,000 3,60,000 62,000 3,62,000 आएको छ भने यता पनि कति हुन्छ 3,62,000 हुन्छ। ल के हुन्छ यति कुरा चाहिँ हामीले कति 11 कक्षामै सिकिसकेका हुन्छौँ भने अब यो चाहिँ हाम्रो इन्कम स्टेटमेन्टमा आएका छौँ हामी। अब इन्कम स्टेटमेन्टको पाले आएको छ। अब हाम्रो चाहिँ यहाँ चाहिँ अब हामीले यहाँ थप्नुपर्ने हुन्छ, त्यसैले हाम्रो चाहिँ हेर्नुपर्ने हुन्छ नेट लस हुन्छ कि नेट प्रफिट हुन्छ भनेर। ल हामी क्रेडिट साइडमा हेरौँ 2,00,000 छ, यतापट्टि छ 1,10,000 25,000 छ भने 25,000 भनेपछि 57,000 हुन्छ। 1,57,000 हुन्छ भने यसलाई चाहिँ हामीले अहिले लेख्दैनौँ, हामीले जुन ठुलो छ त्यही राख्छौँ। 2,00,000 छ दुवै साइडमा चाहिँ 2,00,000 राख्छौँ। अब यहाँ चाहिँ कति पुगेन त नि 2,00,000 मा 1,57,000 घटाउँदा कति आउँछ हाम्रो चाहिँ 2,00,000 मा 1,57,000 जुन चाहिँ हाम्रो इन्कम स्टेटमेन्टको डेबिट साइड जोडेर आएको थियो त्यसमा चाहिँ 2,00,000 बाट चाहिँ त्यो जोडेको घटाउँदा कति आउँछ त्यसलाई हामीले के भन्छौँ नेट प्रफिट भन्छौँ, जसलाई चाहिँ हामीले लगेर डेबिटमै राख्छौँ। जता पुग्दैन त्यता राख्छौँ। हाम्रो 43,000 अपुग्छ। त्यसैले यसलाई चाहिँ तपाईले यो सबै जोडेर चाहिँ 2,00,000 हुनुपर्छ है त। ओके हाम्रो त्यो जुन चाहिँ आएको छ त्यो चाहिँ हाम्रो के भयो डेबिट साइडमा छ भने यसलाई चाहिँ हामीले ब्यालेन्स सिटमा पनि लगेर चाहिँ राख्नुपर्ने हुन्छ। ब्यालेन्स सिटमा लगेर राख्दा हाम्रो डेबिट छ भने हामीले क्रेडिटमा लगेर राख्नुपर्ने हुन्छ। जस्तै 43,000 हाम्रो डेबिटमा छ भने हामीले क्रेडिटमा लगेर 43,000 राख्नुपर्ने हुन्छ सेम लाइनमा। त्यसपछि हाम्रो क्रेडिटमा यदि हामीलाई क्रेडिटमा भएको भए हामीले यहाँ चाहिँ के लेख्थ्यौँ नेट लस लेख्थ्यौँ, जुनलाई चाहिँ हामीले क्रेडिटमा लगेर राख्थ्यौँ भने ब्यालेन्स सिटको चाहिँ हामीले कता डेबिटमा राख्थ्यौँ। ल के हाम्रो 43,000 आएछ त्यो चाहिँ कहाँ गयो हाम्रो ब्यालेन्स सिटमा गयो। अब चाहिँ हाम्रो ब्यालेन्स सिट चाहिँ हाम्रो चाहिँ इक्वेल चाहिँ आउनुपर्छ। ल के हामी गरौँ एकछिन। अब चाहिँ हामीले चाहिँ क्याल्कुलेट गरौँ। क्रेडिट साइडमा चाहिँ हुन्छ भने हाम्रो कति हुन्छ भन्दाखेरि 1,10,000 50,000 छ भने 1,10,000 50,000 60,000 भयो। 60,000 मा 40,000 जोड्दा चाहिँ 2,00,000 भयो। 2,000 र 3,000 जोड्दा 2,00,000 कति भयो 5,000 चाहिँ भयो। 2,00,000 5,000 5,000। अब यसै गरी हाम्रो डेबिट साइड अर्थात् एसेट्समा पनि हाम्रो कति चाहिँ आउनुपर्छ 2,00,000 5,000 आउनुपर्छ। माथिबाट हेरौँ पहिला सुरु 1,10,000 छ, फेरि 40,000 छ, 1,60,000 भयो। 1,60,000 मा 50,000 जोड्दा हाम्रो 2,00,000 हुन्छ भने त्यसपछि तलपट्टि पनि हाम्रो के छ 5,000 छ भनेपछि 2,00,000 5,000 चाहिँ आयो। यो चाहिँ हामीले यहाँ चाहिँ के लेख्छौँ भने टोटल हाम्रो टोटल चाहिँ यति आयो। ल ओके यतिसँगै हाम्रो चाहिँ 10 कलम वर्कसिट चाहिँ सकिएको छ।